गाइज अहिले चाहिँ म छेब्लुङ पुगिसकेँ है। छेब्लुङको यस्तो भयो हेर्नुहोस्, यस्तो बबाल छ है। घरहरू पछाडि पनि छ घरहरू, तर लजहरू चाहिँ 1-2 वटा मात्रै छ गाइज। तर यहाँदेखि चाहिँ अब टन्नै छ लजहरू पनि। यहाँदेखि भ्यूहरू हेर्नुहोस् है गाइज, त्यो बबाल कि भ्यूहरू देखिन्छ यहाँबाट। म 10 वर्ष आउँदा त यति खतरा भएछ बाटोहरू पनि गाइज, हेर्नु सक्नुहुन्छ। यो बाटोमा त डट बाइकहरू पनि कुदाउन सकिन्छ गाइज। बाइक भएर यहाँ कुदाउनु दियो भने चाहिँ म चाहिँ कुदाइदिन्छु यो बाटोमा चाहिँ। बबाल छ। यहाँ पर एटिएम पनि छ गाइज। पैसा निकाल्न चाहनुहुन्छ भने एटिएम पनि छ है त। एटिएम होम पनि पर सिद्धार्थ ब्याङ्कको एटिएम होम रहेछ गाइज यहाँ चाहिँ। ल खुम्बा आउँदाखेरि सिद्धार्थ ब्याङ्कको एटिएम कार्ड पनि बोकेर आउनु होला। पैसा पुगेन भने अब निकाल्नु मिल्छ। तर अरू ब्याङ्कहरू पनि छ नाम्चीमा पनि, राष्ट्रिय वाणिज्य ब्याङ्कहरू अरू पनि छ। गाइज हेर्नुहोस्, बबाल भ्यूहरू देखिरहेको छ यहाँबाट। माथिबाट हेली पनि आइरहेछ। नाम्ची धेरैमा थियो। आजको मौसम चाहिँ खुलिरहेको छैन भाइ गाइज यार, धुम्म भइरहेछ यार। गाइज हेर्नुहोस् है, छेब्लुङबाट देखिने भ्यूहरू यस्तो छ। हेलिकप्टरमाथि आइरहेछ, त्यो चाहिँ नाम्चीबाट आएको जस्तो लागिरहेछ मलाई। यति बबाल देखिन्छ कि यहाँबाट भ्यूहरू है। गाइज म चाहिँ घाट भन्ने ठाउँ पुगिसकेँ। देख्न सक्नुहुन्छ यहाँबाट देखिने भ्यूहरूमाथि बबाल छ, तर बादल लागेर केही पनि देखिँदैन। हेली चाहिँ हेर्नुहोस् न त, यहाँबाट हेली गइरहेको छ एउटा, नाम्चीबाट आएको देखिराख्नु भएको छ कि। म त क्यामेरामा देख्दिनँ गाइज यार। यस्तो बनाएको छ यहाँ, बबाल संरचना छ यार। यो चाहिँ यो देब्रे घुम्नु हुँदैन, दाहिने मात्रै घुम्नुपर्छ गाइज। यो देब्रे घुम्यो भने पाप लाग्छ भन्छन् पुर्खाहरूले। अहिले चाहिँ फाक्दिङ पुग्छ। फाक्दिङमा खानासाना ड्याममा हान्यो। अन्त यहाँबाट चाहिँ हामी हिँडिसक्यौँ। अहिले चाहिँ खैरो डर नै देखिरहेछ गाइज यार, अगाडि पछाडि हेर्नुहोस् गाइज, बबाल छ। एकदम रमाइलो भइरहेछ मलाई चाहिँ हेरेँ। धेरै समयपछि आएँ नि त म, त्यही भएर डर छ गाइज हेर्नु चाहिँ। Picante.
फाल्टिङ अलिक थोरै यतापट्टि आइसक्यौँ बबाल भ्यू छ गाइज यहाँ हेर्नु चाहिँ त्यहाँ चाहिँ पुल छ यहाँ चाहिँ लास्टै अप्ठ्यारो बाटो थियो पहिला अहिले चाहिँ खतरा बाटो बनाएछ जस्तो लागिरहेछ मलाई हेर्नु यति मोटो मोटो छ खैरोहरू यार यति हल्का हल्का छ त फेरि ग्रुप चाहिँ अगाडि छ बाटो चाहिँ दामी बनाएछ यार यहाँ कहिले त पहिला तपाईँहरू पनि आउनुभयो होला यो बाटोमा अझ राम्रो बनाएको छ पहिला त सानो थियो नि त बाटो खचरसँग सँगै भएर नि त ठोकेर तर लडिन्थ्यो त्यतिखेर चाहिँ अहिले त्यस्तो चाहिँ खतरा खतरा छ यार ज्याम त खैरीहरूको त हाम्रो टिम हाम्रो ग्रुप चाहिँ त्यहाँ दुई बिचमा छ सिसी बुझिरहेको छ बुढी चाहिँ अघि अघि गइरहेछ बुढा चाहिँ अलिक कुद्नु सक्दैन थियो त्यही भएर बुढा चाहिँ पछि पछि छ गाई यो चाहिँ राङदिम पुल है खोला बबाल देख्दैछ यहाँ गाई चाहिँ हामी पहिला सानोमा यतातिर आउँदाखेरि यति यो पुल हल्लाउँथ्यो कि उपाउँदैन नि त हामी मान्छे आउँदाखेरि यो सै हल्लाउँथ्यो केटाहरू जान्छ नि हामीलाई पिर थियो यार यति बबाल छ गाजी हेर्नु है यो चाहिँ फाक्दिनदेखि अलिक थोरै अगाडि आउने आएपछि बेगिदिन्छ फुल मलाई यति हल्लिरहेछ कि फुल झुलुङ्गे फुल चाहिँ यस्तै हुन्छ बढी हल्लिने यति दामी दामी लजहरू छ कि गाई चाहिँ तपाईँहरू आउनुभयो भने यस्तोमा बस्नुहोस् है बबाल छ गाई छु गाई चाहिँ हेर्नुहोस् जम्फुडीको होटेलहरू जङ्गलभित्र छ खतरा छ यहीँ तल चाहिँ हस्पिटल पनि छ जस्तो लागिरहेको छ तलको हस्पिटल तल ठुलो देखिने बबाल छ भ्यूहरू गाई यो चाहिँ टोकटोक हेर्दापट्टि टोकटोक नै भन्छ यो ठाउँलाई पनि गाइज ठ्याक्कै अहिले चाहिँ म टोकटोक पुगिसकेँ हामी चाहिँ परको त्यो पहाड छ नि त्यसको मुनि बस्ने हो यहाँ चाहिँ हामी टन्नै बल खेल्थ्यौँ पहिला अहिले पनि खेल्दो रहेछ केटाहरूले यार गाइज हान्यो गाइज म चाहिँ अब बेङ्गाल पुग्नु लागेँ आज क्याम्प चाहिँ हाम्रो त्यहाँ हो पर देखिने घरमै हो खासमा चाहिँ हामी चाहिँ यहाँबाट आएको डुब्लादेखि यहाँसम्म चाहिँ खोल्छै खोल्छ आउनुपर्छ गाइज एकचोटि तपाईँहरू आउनु भएको छ भने कमेन्ट गर्नुहोस् है म आएको छु भन्नुहोस् है गाइज यार भोलिदेखि चाहिँ हिमालहरू देखिन्छ है गाइज ल माथिको भ्यूहरू देख्न सक्नुहुन्छ यहाँ पानी परिरहेको छ गाइज यहाँ अलिअलि यस्तो मेरो गाडी नै भाङ्गिरहेछ है मेरो सामान देख्नु रुट्स यहाँ छ यस्तो धेरै समय भयो नि त मैले बाहिर बोक्नु यसरी गाडीमा नाम्रो लाएर बोक्नु छोडेको 8-9 वर्ष भयो त्यही भएर मलाई अहिले चाहिँ गाह्रो भइरहेछ तर के गर्नु बाध्य दस बोक्नै पऱ्यो गाडी चाहिँ है ल फाइनल गाइस म चाहिँ बेङ्गल पुगिसकेँ हामी चाहिँ तलको लजमा बस्छौँ आज धेरै भइहाल्छ यहाँबाट गाइस हामी चाहिँ त्यो लजमा बस्ने आज काठी भाङ्गिरहेको छ मेरो गाइस हामी चाहिँ आज चाहिँ यहाँ बस्ने यो लजमा लास्टै गाडी भाङ्गिरहेको छ खाएको सामानहरू पनि लगाइसकेँ रुम नम्बर 1 मा बबाल छ है गाइस हेर्नुहोस् न भिडियो लाइक सेयर कमेन्ट अवश्य गर्नु होला
अर्को भिडियोमा भेटौँला गाइस।